What went wrong भन्दा पनि हामी आई थिङ्क 30-40 रन चाहिँ सर्ट भयो रनमा चाहिँ जसरी स्टार्ट ओपनिङ पार्टनरले एकदमै राम्रो गर्नुभएको लिङ्गुराजले सम्झनाले सो त्यो पार्टनरसिप आई मिन 10 वर्ष एकदमै राम्रो गइरहेको थियो आई थिङ्क त्यसपछिको पूजा र मेरो विकेटले चाहिँ माइट बी अलिकति रनमा चाहिँ एक्जिक्युसन हुन सकेन त्यो कारणले चाहिँ हुनसक्छ मिडल अर्डर त्यसरी कोल्याप्स हुन्छ भनेर सोच्नु भएको थियो अब 20 ओभरमा हामी अल आउट नै भयौँ होइन त्यो हिसाबले चाहिँ मिडल अर्डरको पर्फर्मेन्सलाई चाहिँ के गर्नु आई मिन विल डेफिनेटली कम ब्याक स्ट्रङ्गर होइन अगाडिको ओपनर्स राम्रो थियो स्टार्ट राम्रो दिनुभएको थियो माइट बी अब हामीले चाहिँ राइट टाइममा जोडिने छ बलिङ पर्फर्मेन्स र फिल्डिङलाई चाहिँ के गर्नु पक्कै पनि इम्प्रोभाइज भएको छ पहिलाको हेरिकन अलिकति माइट बी अझै हामीले अझै राम्रो बेटर गर्नु सकिन्थ्यो होला तर अझै गेम बाँकी छ त्यसको लागि अझै हामीले भनौँ न फर्दर गेमको लागि पनि इम्प्रोभाइज गर्नु त्यसको लागि चाहिँ कुन कुन ठाउँमा अझै इम्प्रुभ गर्ने अब जस्तो तपाईँले भनिहाल्नुभयो धेरै ठाउँहरू सुधार्नुपर्ने छ भने जस्तो पोइन्ट आउट गर्दाखेरि चाहिँ कुन कुन ठाउँहरू सुधारेर आउनुपर्ने सुधारिने भन्दाखेरि पनि हामीले प्लान वाइज एक्जिक्युसन गरिरहेको छौँ इट टेक्स टाइम होइन अब हामी एकोर्डिङ टु प्लान चाहिँ यस ठाउँमा अट्याक गर्ने भनिरहेको छौँ सो त्यही नै प्लान गरिरहेको छौँ त्यो हुँदाखेरि इम्प्रोभाइज गर्न अलिकति टाइम लाग्छ र प्लेयर्सहरूले पनि त्यसरी भनौँ न सेटल एडजस्ट चाहिँ गरिराख्नु भएको छ सो एकदमै म चाहिँ सेटिस्फाई छु एज अ क्याप्टेन र प्लेयर्सहरू पनि एकदमै भनौँ न पहिलाको विगतको भन्दा अहिलेको पर्फर्मेन्सहरूमा एकदमै सेटिस्फाई हुनुहुन्छ अझै बढी राम्रो गर्न चाहिँ खोजिराख्नु भएको छ र हामीले गर्ने पनि छ फर्स्ट इनिङ सकिँदाखेरि 122 डिफेन्ड गर्छौँ भन्ने थियो बुझिनँ त्यो जुन हामीले 122 बनाएको थियौँ होइन त्यो डिफेन्ड गर्नुपर्ने थियो त्यो डिफेन्ड गर्छौँ भन्ने थियो फर्स्ट इनिङ सकिँदाखेरि ड्रेसिङ रुममा माहौल कस्तो थियो पक्कै पनि अब हामीले टार्गेट दिइसकेपछि हाम्रो पक्कै पनि बलर्सहरूलाई चाहिँ प्लान दिइरहेको छौँ कि हामीले उनीहरूलाई बिलो 100मा चाहिँ उनीहरूलाई रोक्ने प्लान थियो जो पनि खेल्न जान्छ हामीले पक्कै पनि एउटा प्लान सेट गरेर जान्छौँ कि उनीहरूलाई बिलो 100मा ब्याकअप गर्ने भनेर सो त्यो चाहिँ एक्जिक्युसन आज भएन माइट बी हामी अलिकति कोल्याप्स भयौँ होला सो आफूले आफ्नो रोलमा चाहिँ भनौँ न अलिकति निभाउन चाहिँ गाह्रो भयो होला सायद पछिको गेमहरूमा अझै हामी स्ट्रङ्गर भएर आउँछौँ समर्थकहरू चाहिँ एक्सपेक्टेसन अनुसार नआएको जस्तो पनि लागेन तपाईँ चाहिँ कसरी हेर्नुहुन्छ आई थिङ्क जति आउनुपर्ने हुनुहुन्थ्यो आएर सपोर्ट गरिदिनु भएको छ माइट बी अझ आज टाइम अनुसार टाइम फुर्सद पनि नमिलेर हुनसक्छ सो आशा छ घरमै बसेर पनि हेरिदिनु भएको छ जस्तो लाग्छ र जति पनि आउनुभएको छ एकदमै सेटिस्फाई ह्याप्पी पनि छु र फर्दर गेमहरूमा उत्तिकै सपोर्ट गर्नु आजको खेलमा टस हारेर पहिला ब्याटिङ गर्नु परेको हाम्रो अलिकति गाह्रो भयो मिडल अर्डरमा पनि हामी बसेको भएदेखि चाहिँ 100+ हुन्थ्यो र सायद हामी आज म्याच जित्थ्यौँ पनि होला यो ग्लोबल स्टेजमा हामी फर्स्ट टाइम खेलिरहेको छौँ त्यसैले त्यसमा चाहिँ अलिकति हामी चाहिँ अरू टिमभन्दा चाहिँ अलिकति भनौँ न आजको म्याच हेर्ने हो भने चाहिँ अलिकति हामी कमजोर साइड नै देखेछौँ के गर्नुपर्छ जस्तो लाग्छ यो स्टेजमा पक्कै पनि जसरी ठुलो टिमहरूसँग हामीले खेलिरहेको छौँ उहाँहरूबाट चाहिँ अब जति सक्दो हामीले आई मिन सिकि पनि रहेको छौँ अब यो भन्दैमा सिकिरहेको छौँ भन्दैमा अब के पार्ट सिक्नुपर्छ त प्लानिङहरू के हुन्छ त ठुल्ठुलो टिमहरूसँग एक्जिक्युसन के गर्छन् त उनीहरू भनौँ न उनीहरूको एक्जिक्युसन कस्तो हुन्छ त फिल्डभित्र उनीहरूको इन्टेन्ट कस्तो हुन्छ त भन्ने कुराहरू चाहिँ हामीले सानो सानो पार्टहरू पनि जानिरहेका छौँ र फर्दर गेमहरूमा पनि हामीले त्यो इम्प्लिमेन्ट र एक्जिक्युसन चाहिँ गरिरहेको छौँ भनौँ Okay, ready? Okay, done. Captain, congratulations. What's the best thing you have done in this match? The bad thing? Yeah. Best thing. Best thing, okay, sorry. This we win this game. This is the best thing of our team, you know. And that you guys know we lose a lot of run in the power play, but the best thing is good to see our bowler and fielder fight back in the middle order until the end. Yeah. What changes do you find in previous Nepali team and this Nepali team? Sorry. What changes do you find in this Nepali team, the previous time you faced Nepali team? Or the previous time we played Nepal in the I think May of last year. I think they a little bit like development more for the aggressive in the batting side. I think and good to see them attack us. Yeah. You start tournament with win and what next?
The win for the first game is make us like have the confidence, you know, and we just focus game by game and looking to the next game as well. Just now you told that you already played in last year you already played in triangular series with Nepal. In one sentence, I would like to define the strength of the Nepali team and weakness of Nepali team. Sorry, I don't understand. Strength of Nepal. and weakness of Nepali team. In Um, one sentence. I think for the Nepal team, they fight every ball that I saw, and I love that energy they put in the game when they cheer up from the outside the boundary and when they are fielding in the side. I think the energy that is was case. Nepal started well in the top order and collapsed in middle order. What was your plan in bowling? For the opener of Nepal, I think they're connecting the ball as well. Yeah, and I think for the middle order, they a bit stuck in with our spinner. I think, but good to see they fight every ball. Yeah. Thank you, best of luck.